नमस्कार। यति बेला हामीसँग हुनुहुन्छ वरिष्ठ सङ्गीतकार प्राज्ञ शान्तिराम राई सर, यहाँलाई स्वागत छ। धन्यवाद, नमस्कार। अब देशमा राजा आउने हो? राजा त आइ नै सकेको छ। पोखराबाट अस्ति आउनुभयो, फेरि गोर्खा जानुभयो, फेरि आउनुभयो, आउने जाने क्रम भइरहन्छ। होइन, राज संस्था आउँछ अरे? राज संस्थाको कुरा चाहिँ ठिकै छ। अब आउने वातावरण बन्यो भने आउन पनि सक्छ, किनभने त्यो वातावरण चाहिँ बन्दै गएको पनि म देख्छु। अब गणतन्त्रवादीहरू खास गरेर हिजो त्यही 250 वर्षदेखि राज संस्थाको त्यो सामन्ती त्यो दुनियाँ भने नि त जनताले, नेताहरूले। तर अहिले पछिल्लो समयमा राज संस्थालाई चाहिँ नै हटाएर गणतन्त्रवादीहरू आफै राजा बन्दै गएको देखेर जनताहरू अलिकति बढी वितृष्णामा पुगेका हुन् र यो चाहिँ अलिकति बढी भयो भन्ने हिसाबले जनताहरूले फेरि राज संस्था फर्काउन सक्छन्। धेरै राजा भन्दा महँगो राजा, धेरै भन्दा एउटा राजा नै अलिक सस्तो हिसाबले चाहिँ ल्याउने हो कि भन्ने खालको चाहिँ बन्न सक्छ अवस्था। यसमा चाहिँ समीक्षा गर्नु जरुरी छ कि हामीले यत्रो जनआन्दोलन गऱ्यौँ, होइन? 46 सालको जनआन्दोलन गऱ्यौँ, 62-63 को जनआन्दोलन गऱ्यौँ। जनताले के पाए, होइन? जनताहरूले अन्तिममा गएर यसको चाहिँ नतिजा के भयो भन्ने कुरा चाहिँ नेताहरूले पनि बुझ्नु जरुरी छ। अब त टु लेट पनि भइसक्यो। अब त खास गरेर बुझिरहनु उहाँलाई थाहा पनि छ। अब के अरे सुतेको मान्छेलाई पो बिउजाउन सजिलो छ त। सुतेकै नाटक गरेको मान्छेलाई त कसरी बिउजाउनै सकिँदैन त। त्यो अवस्था म देख्छु। अब यो नाटक गरेर सुतेकाहरूलाई त अब बिउजाउन सकिन्न। भइसक्यो। धरान क्यामेरा हर्क साम्पाङले पनि भनेका छन्, मिन विकले भन्या जस्तो 150 करोड खर्च भएको नदेखिएकोले अख्तियारलाई सोधेर पत्ता लगाइदिनु, हिँडेमेन भएको रकम कता कसले खायो भनेर भनेको थिएँ, उजुरी गरेको थिएँ। हाय दलतन्त्र, होइन? त्यसै राजा हो भन्ने होइन है। नेपाली जनताले अचाक्ली भ्रष्टाचार बढ्यो, होस गराई दाना पानी सबै गुम्ला। साँच्चीकै धरानकै मेरो हर्क सम्पाले भने जस्तै यो तपाईँको गणतन्त्र भनेको छ तपाईँको सबै आफ्नो कार्यकर्ता आफ्नालाई भर्ती केन्द्र बनाउने, कमिसन, भ्रष्टाचार यति छ, दलदलमा फसेको छ भने साध्यै छैन। यो कारणले पनि तपाईँको राजा आऊ देशबाट भनेको हो कि? अनि यहाँ त तपाईँको आफ्नो कार्यकर्ताले प्रहरी कुट्छ, उल्टे प्रहरी कारबाही पर्छ, होइन? आफ्ना कार्यकर्ता तपाईँको उता के बलात्कार गर्छ, तपाईँको त्यो उही पीडित भनिएकाहरू नै चाहिँ कारबाही पर्छ। यस्तो अवस्था आयो, होइन? जनताले सुख, समृद्धि, चैन, शान्ति महसुस गर्नुपर्ने, तर त्यो भएन, अमन चयन भएन। यो कारणले पनि राजावादीहरू सल्भ लाए भन्छ। तपाईँ यो लाग्छ? विकृति र विसङ्गतिले सीमा नाघेको नै हो, सीमा नाघेको नै छ। हिजोको दिनमा जो राजावादी भन्थ्यौँ हामी, तिनै मानिस नै गणतन्त्रवादी भए। अब अहिले गणतन्त्रप्रति वितृष्णा फैलियो भने ती मानिस नै फेरि राजावादी हुने हो। मान्छे त त्यही नै हुन्, कहिले राजावादी हुन्छन्, कहिले गणतन्त्रवादी हुन्छन्। राजाले राम्रो गर्यो भनेदेखि गणतन्त्रवादीले टाउको उठाउन पाउँदैन, गणतन्त्रवादीले राम्रो गर्यो भने राजाले टाउको उठाउन पाउँदैन। वास्तविक कुरा चाहिँ यही हो। अब राजाले किन टाउको उठाउँदैछ भनेपछि गणतन्त्रवादीहरूले राम्रो गरेन होला र नै राजतन्त्रवादीहरूले टाउको उठाएको होला। यो त सत्य कुरा हो, होइन? सिधै देखिन्छ। त्यसले गर्दा हामीले व्यवस्था चाहिँ परिवर्तन गऱ्यौँ, जनताको अवस्थालाई हामीले परिवर्तन गर्न सकेनौँ, जनतालाई चाहिँ नि हामीले विदेश पठायौँ, अनि हामीलाई रेमिटेन्स पठाउने एउटा टुल्सको रूपमा हामीले जनतालाई प्रयोग गऱ्यौँ। त्यसो हुँदाखेरि चाहिँ देशको आर्थिक समृद्धि भएन, हामी खालि मागी खाने भयौँ। हाम्रा चाहिँ नि भगवान् डोनाल्ड ट्रम्पले त भन्नुभयो, नेपालीहरू भनेको, नेपाल भनेको फ्रड हो भनिसक्नुभयो। हामी स्टेसनै पछि हामी दलालहरू भयौँ, हामी एकदमै ठगी खाने मात्रै भयौँ, काम गरी खाने भएनौँ। खोइ त हाम्रो उत्पादन खै, हामी उत्पादनसँगै जोडिन सकेनौँ। स्थानीय सरकार बनायौँ, गणतन्त्रमा यत्र 3 चाहिँ लेयरको हाम्रो सरकार छ, होइन? प्रदेश सरकार छ, प्रदेश सरकारको त कामै देखिएको छैन, होइन? सङ्घीय सरकार छ, सङ्घीय सरकारले जे जति गर्छ अब त्यसको पनि आउटपुट खासै राम्रो देखिएन, होइन? खालि त्यहाँ पनि फाइल मिलाउने, भ्रष्टाचार गर्ने यो खालको मात्रै देखियो। अब स्थानीय सरकारको पनि
पनि प्रभावकारी खास त्यसको आउटपुट देखिएन। यसो हुँदा जनताहरू बिच्किए अथवा जनताहरूमा वितृष्णा फैलियो। यो कारणले गर्दाखेरि पनि गणतन्त्रको जग अलिकति कमजोर हल्लिँदै गएको हो कि र राजतन्त्रको चाहिँ बहस अलिकति बढी चर्चा चाहिँ अलिक बढी अगाडि बढेको हो कि भन्ने यो देखिन्छ र यो हुनु चाहिँ जनताको लागि दुर्भाग्य हो, देशको लागि दुर्भाग्य हो। किनभनेदेखि हामीले यत्रो समय कन्फ्रन्टेसनको लागि, एक आपसमा दोषारोपणको लागि, झगडाको लागि, आन्दोलनको लागि हामीले समय खर्च गर्छौँ। यो समय चाहिँ हामीले उत्पादनमा जोडेनौँ। उत्पादनमा जोडेको भए कम्तीमा हामी अहिले समृद्धिको यात्रामा हामी अगाडि बढ्थ्यौँ। देशले समृद्धि खोजेको हो, जनताले समृद्धि खोजेको, अवस्था परिवर्तन होस् भन्ने चाहेको जनताले कि 2 छाक मिठो मसिनो खान पाऊँ, काम गर्न पाऊँ। नेपालमा कामै छैन। खोइ काम, रोजगारी खै, पैसा खोइ, रोजगारी नभएपछि पैसा खै, उत्पादन खै, हाम्रो चाहिँ निर्यात खै, खालि आयात मात्रै। जे पनि हामीले किन्ने खाने। हरेक नेपालीको हरेक घरबाट 1 जना या 2 जना विदेशमा नहुने हो भने नेपालीको घरमा चुलो बल्दैन। अहिले जति चुलो बलिरहेको छ यो सबै विदेशमा बसेका हाम्रा दाजुभाइहरूले रेमिट्यान्सले मात्रै चुलो बलेको छ र जनता बाँचिरहेका छन्। होइन भने यो सरकारले गरेर यहाँ रोजगारी सिर्जना गरेर उत्पादन बढाएर चाहिँ यो चुलो बलेको चाहिँ म देख्दिनँ। यो कारणले गर्दाखेरि पनि राज संस्थाको अलिकति बढी चहलपहल देखिएको। ओके प्रज्ञाज्यू कफी पनि आइपुगेको छ। थ्याङ्क यू चिनी हाल्नु ल त्यहाँ, चिनी पनि हाल्नु है। हजुर हुन्छ ओके ल हामी कफी पिउँदै गफ पनि गर्छौँ। गजब। अब अहिले राजावादीहरूले यो 15 गते आन्दोलनको अथवा शक्ति प्रदर्शनको घोषणा गरेका छन् होइन। अब यो 15 गते के होला त? कतिले त अब 15 गते छिनाफानो होला होइन, कि राजा आउँछ कि के हुन्छ, 2मा 1 हुन्छ भनेर भनिराखेका छन्। तपाईँलाई के लाग्छ 15 गते के होला? अब राजावादीहरूको पनि त्यहाँ कन्फ्रन्टेसन देखियो। प्रष्ट कुरा, किनभने राजाको लागि एउटा बहस गरिरहेका अभियन्ताको रूपमा दुर्गा प्रसाद जो हुनुहुन्थ्यो, उहाँले जुन हिसाबले आफ्नो अभियानलाई जुन उचाइमा पुर्याउनु भएको थियो, बिचमा फेरि अर्को अब पुराना पञ्च भनौँ, अब नवराज सुवेदी पहिले पनि अब धेरै राज संस्थाको बेला अब हालिमाली गरेका नवराज सुवेदीलाई राष्ट्रिय पञ्चायतको अध्यक्ष हो। राजाले चाहिँ उहाँलाई संयोजक बनाइदिइसकेपछि त्यहाँ पनि कन्फ्रन्टेसन द्वन्द्व सुरु भएको छ। अब जस्तै त्यहाँनिर हुनु पनि जस्तै अहिलेका यी पूर्व राजाले पनि ब्राह्मणवाद भन्दा टाढा जान सकेन। उनले बनाउनु पर्ने राजेन्द्र लिङ्गदेनलाई हो होइन, किनभने हिजोको दिनदेखि नै विरासत लिएर आएको राजेन्द्र लिङ्गदेनको पार्टीले जे जस्तो भए पनि होइन, अहिले राजेन्द्र लिङ्गदेनको नेतृत्व भएको कारणले राप्रपालाई स्वीकार गरेन होइन अहिले पूर्व राजाले। त्यस कारणले पूर्व पञ्चे यो नवराज सुवेदी बाहुनै चाहिएको कारणले उनी नवराज सुवेदी लिए। होइन त क्लियर छविको त छैन नवराज सुवेदी पनि होइन। हिजो तपाईँको कसलाई चाहिँ कुन विदेशीलाई नआएर दिलाइदियो अरे भन्ने पनि समाचार आएको छ। उनको चाहिँ बेल्जियम कि कता नागरिक पनि अरे भन्ने हल्ला पनि आएको छ होइन। यस्तो स्वतन्त्र छवि नभएको व्यक्ति, क्लियर छवि नभएको व्यक्तिलाई केन्द्रले संयोजक तोके। यो कारणले राजावादी बिचमा अहिले अन्तर्द्वन्द्व भएको छ। यता दुर्गा प्रसाईले एकातिर आफू मयू भनिराखेका छन्, यता तपाईँको कमल थापा एकातिर छ, फेरि तपाईँको राज लिङ्गदेन अर्कोतिर छ। तर राजा लिङ्गदेनहरूलाई स्वीकार गर्न नसके पछाडि अहिले फेरि त्यहाँनिर अन्तर्द्वन्द्व भयो भन्छन्। म राजा भएको भएदेखि युवालाई चाहिँ संयोजक बनाइदिन्थेँ म। अब 86 वर्ष पुगेको नवराज सुवेदीलाई संयोजक बनाउनु नै राजाको पहिलो मिस्टेक त्यहीँ देखिसक्यो। त्यसबाट के बुझिन्छ भन्दाखेरि राजा पुरानै ह्याङबाट अगाडि बढेको देखिन्छ। यदि म राजा भइदिएको भए ज्ञानेन्द्र साई, डाक्टर जगमान गुरुङ, राजेन्द्र लिङ्गदेन, दुर्गा प्रसाईहरूको एउटा कोर टिम बनाएर अगाडि बढ्नको लागि चाहिँ
होइन त्यो टिम बनाइदिएको म ज्ञानेन्द्र भएको भए। साईमा त राजाको विश्वास भएन हिजोको, किनभने हिजोको दिनमा ज्ञानेन्द्र साई आफैले भनेका छन् राजा कसरी आउँछ के आउँछ भनेर आफैले विरोध गरेका थिए। आज चाहिँ राजावादी भैटो बलेका हुन् भनेर भन्छन् होइन। होइन हिजोको दिनको कुरा नगरौँ, हिजोको एउटा परिस्थिति थियो, अब अहिले अर्कै परिस्थिति बन्यो होइन। एउटा मान्छेले हिजो जे बोल्यो त्यही चाहिँ हुनुपर्छ 100 वर्ष पछाडि भन्ने कुरो भएन नि त। अवस्था र परिस्थिति अनुसार त उसले पनि हेर्छ होला नि त। ज्ञानेन्द्र साईले हिजो राजाले यसो गर्यो त्यसो गर्यो अहिले चाहिँ राजाको पक्षमा लाग्यो भन्नुभन्दा पनि अहिलेको सिचुएसन अवस्था परिस्थिति त्यो खालको बन्यो नि त। किनभने गणतन्त्रवादीहरूले होइन एकदमै देशलाई मुलुकलाई समृद्ध एउटा चाहिँ उद्योग रोजगारको क्षेत्रबाट चाहिँ यसलाई सम्पन्न आम जनताहरूको चाहिँ मन मस्तिष्कमा गणतन्त्रप्रतिको एउटा आस्थालाई बढावा गराउने खालको काम गरिदिएको भएदेखि यो कुनै विषय अहिले आउने नै थिएन, यो विषय नै बन्ने थिएन। म त भन्छु राजाको अहिले विषय नै बन्नु हुँदैन थियो खास भन्यो भने। यो अहिले हाम्रो जुन 62-63 पछि बनेको जुन संविधान छ त्यो संविधानलाई तपाईँको धाराले हेर्ने हो भनेदेखि यो राजालाई अहिलेको विषय बनाइरहनु पर्ने विषय नै होइन खास भन्यो भने। तर परिस्थिति यस्तो बन्यो कि गणतन्त्रको पल्ला कमजोर हुँदै गयो, राजाको पल्ला भारी हुँदै गयो, राज संस्थाको भारी चाहिँ पल्ला भारी बन्दै गयो। अब यो किन यस्तो भयो भन्ने कुरा जनतालाई सबले देखिरहेको छ, जनताले हेरिरहेका छन्। हाम्रो सामान्य प्रधानमन्त्रीज्यूलाई जहीँ तहीँ विरोध गरेको मात्रै देखिन्छ, जहीँ तहीँ मुर्दाबाद मात्रै भनेको देखिन्छ। यो किन आयो, किन यस्तो भयो, यो यतातिर आत्मसमीक्षा आत्मआलोचना पनि गर्नुपर्ने नि त होइन। उहाँहरू आफै सचिनु पर्ने हो। एकदम एकदम त्यो नसचेको कारण नै आज राजावादीले टाउको ठडाउन पाए हो। यही हो। अब अहिले हामीले भनेको नि के हो भन्दाखेरि सचिनु पर्छ, सबै पर्छ। तर अब चाहिँ धेरै नै ढिलो भइसक्यो होला। मैले पहिले पनि भन्थेँ हाम्रो शेरबहादुर देउबा, प्रचण्ड, केपी ओली, माधव नेपाल, झलनाथ खनाल जस्ता नेताहरू भनेको चाहिँ हाम्रो देशको चाहिँ नै हामी सारा नेपाली जनताहरूको भाग्य र भरोसाको नेताहरू हुनुपर्छ। उहाँहरूको चाहिँ हामी चोक चोकमा शालिग बनाइदिन्छौँ, घर घरमा उहाँहरूको तस्बिर टाँसेर हामी पूजा गर्छौँ, राम गीता सीताको ठाउँमा उहाँहरूको तस्बिर राखेर हामी पूजा गर्छौँ भनेर हामीले भन्दै आएको हो। र त्यो खालको अवस्थामा अब उहाँहरू पुग्नु भएन, उहाँहरूले त्यो आफूलाई मेन्टेन गर्न सक्नु भएन। उहाँलाई चाहिँ जनताले थुक्ने ठाउँमा होइन उहाँको तस्बिर शालिग राख्दैन, उहाँलाई केही फोटो चाहिँ थुक्ने अवस्थामा उहाँले आफैलाई पुर्याउनु भयो नि त। अवसर त पाउनु भयो, उहाँहरूले पटक पटक अवसर पाउनु भएको छ कि जनताबाट चाहिँ नि जनताको चाहिँ भाग्य र भविष्य निर्माण गरिदिने हो भनेदेखि अहिले पनि अझै पनि नेपाली जनताले 79 खुन माफी गर्छन् एउटा राम्रो काम गरे भने अझै पनि मौका छ। अन्तिम मौका अझै पनि प्रधानमन्त्रीलाई अन्तिम मौका के छ भने सच्चिने मौका छ। सच्चिनको लागि अन्तिम भनेको एक मौका मात्रै अब बाँकी छ। अब त्यो एक मौका गुम्यो भनेदेखि 15 गतेकै कुरा चाहिँ अब तपाईँलाई भने जस्तो 15 गतेकै कुरामा चाहिँ त्यो चाहिँ छिनोफानो चाहिँ भइ नहाल्ला। तर त्यसले एउटा नयाँ रूप स्वरूप चाहिँ निर्माण गर्छ अथवा त्यसले अझ बढी राजनीतिक ध्रुवीकरण एउटा चाहिँ निर्माण गर्छ। त्यसले अझ सशक्त ढङ्गको ध्रुवीकरण निर्माण गर्छ। हुनसक्छ त्यो दिन जे पनि हुनसक्छ, अब द्वन्द्व पनि हुनसक्छ, मुठभेड पनि हुनसक्ला होइन। 15 गते अलिकति अब दुवै पक्षको होइन गणतन्त्रवादी र राजावादीहरू बिचमा मुठभेड पनि हुनसक्ला, त्यो पनि असम्भव भन्न सकिन्न। तर त्यसबाट समाधान हुँदैन, निकास हुँदैन। सबै बसेर छलफल गरौँ होइन। पहिले गिरिजाप्रसाद कोइरालाले के भन्नुहुन्थ्यो भने राजालाई पनि स्पेस दिनुपर्छ। यो सत्य कुरा। गिरिजाप्रसाद कोइरालालाई म अहिले महान किन मान्छु भने राजालाई पनि स्पेस दिनु पर्थ्यो होइन। यहाँका इन्डिजिनस आदिवासी जनजातिलाई पनि स्पेस दिनु पर्थ्यो होइन। मुस्लिम मधेसी मुस्लिमहरूलाई पनि स्पेस दिनु पर्थ्यो भनेपछि यो देशका सारा जाति भाषी धर्मावलम्बी समुदायहरूलाई स्पेस दिएको भए मुलुकमा कन्फ्रन्टेसनै हुँदैन थियो, द्वन्द्व नै हुँदैन थियो। तर द्वन्द्व गर्ने ठाउँहरू राखिदिए होइन। त्यो कारणले गर्दाखेरि अब मुलुक कसरी अगाडि बढ्छ, राजनीति कसरी अगाडि बढ्छ भन्ने कुरा चाहिँ अहिले नै आकलन गर्न सकिने अवस्था छैन। प्रष्ट कुरा जसरी राजावादीहरूले आज 10 वर्षे सशस्त्र जनयुद्धलाई एउटा आतङ्ककारीका सङ्केत दिइरहेका छन्। 17,000 मार्यो, यसो त्यसो गर्यो, यिनीहरू चाहिँ अपराधी हुन् पापी हुन् भनिराखेका छन्। तर व्यवस्था चाहिँ गणतन्त्र चाहिँ त्यही 17,000 को बलिदानले नै
नै ल्याएको हो होइन हो। हामी भन्छौँ दुःखको कुरो हो मर्न हुँदैन थियो चाहे सुरक्षाकर्मीतर्फ होस् चाहे सर्वसाधारणको तर्फबाट होस् जसले शहादत प्राप्त गरे दुःखको कुरो हो होइन कसैको काख रितिए कसैको चाहिँ के रितिए अत्यन्तै दुःखको कुरो हो यद्यपि होइन 17,000ले बलिदान दिएर ल्याएको गणतन्त्रलाई उहाँले जसरी आज आतङ्ककारीको सङ्केत दिइरहनु भएको छ हिजोको राजाको शासनकालमा पनि यस्ता हत्या हिंसाहरू अत्याचारहरू प्रशस्तै हुन्थे होइन तपाईँको इतिहास हामीले इतिहासमै पढ्न पाउँछौँ किर्तिपुरे न्याउरहरूको जिउँदै मान्छेको 12 धारी नाकान काट्ने पृथ्वीनारायण शाह होइन तपाईँको प्रजातन्त्रको माग गर्दै तपाईँको आन्दोलन गर्दाखेरि खुखु छिन्ताङमा 19 जनाको हत्याकाण्ड मचेको थियो राजाकै शासनकालमा होइन खुखु छिन्ताङ हत्याकाण्ड भएको थियो त्यसमा चाहिँ नि 19 जनाले ज्यान गुमाएका थियो सुखानी हत्याकाण्डलाई हेर्नु त्यस्तै छ तपाईँको सुनिता नमिता काण्डलाई अथवा सुनिता नमितालाई बलात्कार गरेर मार्नेहरू को होइन त्यो त खोज्ला नि त होइन पुतली सडकमा गायक प्रवीण गुरुङलाई किच्याएर मार्ने को त्यो पनि खोज्ला नि त कि आज मात्रै भएको थियो र राजाको शासनकालमा त अन्य अत्याचार भएको रहेछ नि त होइन र थियो एकदम राजा त्यही भएर नै तपाईँले जे जति अहिले भन्नुभयो त्यो कारणले गर्दाखेरि नै जनताहरूले नयाँ व्यवस्था खोजे आन्दोलन गरे आँधीबेरी ल्याए र अन्ततोगत राजालाई विस्थापित गरे र नयाँ गणतन्त्र निर्माण गरियो व्यवस्था परिवर्तन गरियो र गणतन्त्रले नयाँ संविधान निर्माण गर्यो र त्यो संविधान अन्तर्गत अहिले मुलुक चलिरहेको छ तर मुलुक सञ्चालकहरूले चाहिँ यो बुझ्नु जरुरी छ कि हिजो 17,000 को चाहिँ हत्या गरियो भन्यो बलिदानी भन्यो अथवा जे भने पनि त्यो द्वन्द्व त निर्माण भयो नि त्यो कसको कारणले भन्दाखेरि राजाको कारणले हुनसक्छ अथवा त्यो बेलाको व्यवस्थाको कारणले हुनसक्छ द्वन्द्व भयो र अब फेरि पनि त्यस्तो द्वन्द्व भयो भनेदेखि मान्छे 17,000 होइन 70,000 मर्न सक्छ होइन 70,000 मान्छे मर्न सक्छ युद्ध भइसकेपछि मर्ने मार्ने कुरालाई चाहिँ फेरि सामान्य रूपमा हामी लिन्छौँ जस्तो युक्रेनमा अहिले हेर्नुहोस् खरानी भयो देशै खरानी भयो मुलुकै खरानी भयो प्यालेस्टाइनमा हेर्नुहोस् मान्छे त मर्ने त छँदैछ मान्छेको त के हिसाब भएर त्यहाँ कस्ता कस्ता संरचनाहरू सबै खरानी भए होइन ध्वस्त भए त्यसले गर्दाखेरि देश कुनै पनि बेला ध्वस्त हुन सक्छ होइन जनता मर्न मारिन सक्छ द्वन्द्व भयो भने युद्ध भयो भने तर हामी युद्ध चाहिँ किन चाहिरहेका छौँ त हामी युद्धमा किन गइरहेका छौँ त युद्ध गर्ने अवस्था किन हामीले बनायौँ नेताहरूले किन फेरि द्वन्द्व गर्ने अवस्था किन निर्माण गरे त होइन यो चाहिँ महत्त्वपूर्ण कुरा त्यसले गर्दा देशलाई शान्ति चाहिएको छ हिजोको दिनमा पनि वीरेन्द्रले चाहिँ नि मुलुकलाई चाहिँ नि विश्वभरि नै उहाँले आह्वान गर्दा झन्डै 100औं देशहरूले चाहिँ नि नेपाललाई शान्ति क्षेत्र घोषणा गरेकै हो त यो चाहिँ बुद्धको देश शान्तिको देश भनेर भनेकै हो त त्यसले गर्दा फेरि पनि मुलुकलाई शान्ति चाहिएको छ तर यो शान्ति कहाँबाट आउँछ त अब देश त फेरि पनि द्वन्द्वमा गइसक्यो जाने देखिसक्यो त्यो सङ्केत आइसक्यो त्यसले गर्दा फेरि पनि म भन्छु कि हाम्रा नेताहरूलाई फेरि सचिनुहोस् फेरि अन्तिम मौका अझै पनि तपाईँहरूले जनतालाई आशा र भरोसा देखाउनुहोस् र त्यो अनुसारको कार्य गर्नुहोस् अझै पनि तपाईँहरूलाई अन्तिम मौका छ है एक मौका छ है अझै पनि हजुर अब फेरि देशमा लोड सेडिङ हुनु सुरुवात भयो अरे होइन के भन्नु सर तपाईँलाई यो लाग्छ यो कसले गर्दा यो भयो होला अब लोड सेडिङको विषयमा अब कुलमानजी र दीपक खड्काजीको बिचमा जुन किसिमको जुवारी चलिरहेको छ ऊर्जा मन्त्री दीपक खड्का भन्नुहुन्छ जसरी पनि अब यो खोला नाला सुक्दै गए अब लोड सेडिङ हुन्छ भन्नुभयो उहाँले कुलमानजी भन्नुहुन्छ कुनै हालतमा लोड सेडिङ हुँदैन हामी लोड सेडिङ गर्न दिँदैनौँ किनभने हिजोको दिनमा जसले डेडिकेटेड र ट्रङ्क लाइन युज गरेर उद्योग सञ्चालन गरेका थिए जसले त्यो बक्यौता तिर्न सकेको छैन तिनीहरूको लाइन काटेर भए पनि जनताको घरमा दैलोमा चाहिँ हामी बत्ती दिन्छौँ भनेर कुलमानजी लागिरहनु भएको छ तर एउटा मन्त्रीको लेभलबाट जुन किसिमको अभिव्यक्ति आइरहेको छ त्यो अलिकति शोचनीय छ हाम्रो आग्रह एउटा जनताको लेभलबाट हाम्रो आग्रह के हो भन्दाखेरि आज गालीको ओहिरो छ त
दीपक खड्काजीलाई होइन उहाँ मन्त्री हुने योग्यताको मान्छे नै होइन रहेछ भनेर धेरैले कुरा काट्न थाले। कमेन्टहरू आज त्यही देखिन्छ होइन। उहाँ त आफै एउटा हाइड्रोको मालिक कसरी मन्त्री भए, यसले गर्दा नेपाली सिङ्गो नेपाली काङ्ग्रेस पार्टी डुङटिक गनायो भनेर सामाजिक सञ्जालभरि उहाँको कमेन्ट आउँछ। यस्तो नआउनु पर्थ्यो। त्यही भएर जनताको लागि सबैभन्दा दुर्भाग्य नै यही हो कि राइट म्यान राइट प्लेसमा छैन। अब अहिले सबै हाम्रो पैसाले किनिएका पदहरू छन्। त्यसले गर्दाखेरि पैसाले किनिएका पद भएको हुनाले गर्दाखेरि त्यो आफ्नो लगानी उठाउनका लागि मन्त्रीहरूले अथवा जिम्मेवार निकायहरूले पनि त्यो काम गरिरहेको होला। यसलाई चाहिँ एउटा राजनीतिलाई चाहिँ जनतालाई चाहिँ एउटा व्यवसाय गर्ने टुल्स बनाइयो क्या होइन। देशको यो व्यवस्थालाई नै टुल्स बनाइयो पैसा कमाउने, जसरी पनि पैसा कमाउनुपर्छ भन्ने टुल्स बनाइयो। बरु डोनाल्ड ट्रम्पले के गरे भने अमेरिकामा देशको लागि भनेर उनले सबै आप्रवासीहरूलाई निकाले र उनले चाहिँ एउटा गोल्ड कार्ड ल्याएर पैसा हुनेहरू चाहिँ अमेरिकामा आऊ, जसले चाहिँ 70 करोड तिर्न सक्छ, 70 करोड तिर्नेहरू चाहिँ नै अमेरिकामा आएर बस भन्नुको मतलब त उनीहरूले आफ्नो अर्थतन्त्रलाई मजबुत बनाउन खोज्या हो नि त। देशलाई समृद्धितर्फ लान खोजेको हो नि त। हो त्यो समृद्धितर्फ चाहिँ कसलाई, व्यक्तिलाई होइन के, मुलुकलाई चाहिँ बनाउनुपर्छ। तर यहाँ चाहिँ के भइदियो, समृद्धि चाहिँ व्यक्ति भयो क्या। व्यक्ति चाहिँ समृद्धशाली भए होइन, 5 करोड 10 करोडको गाडी चढेर हिँड्न सक्ने भए नेताहरू, तर जनताहरूको घरमा चुलो बल्न सकेको छैन। अहिले तपाईँ हेर्नुहोस् सबै मानिसहरू बैंकमा 6 खर्बभन्दा बढी पैसा चाहिँ जम्मा भइसक्यो। त्यो लगानी गर्ने ठाउँ छैन। किन लगानी गर्ने ठाउँ छैन भन्दाखेरि जनता ऋण लिन चाहँदैन। किन लिन चाहँदैन भन्दाखेरि ऋण लिएर कुनै उद्योग व्यवसाय गरौँ चल्दैन, वातावरण छैन, चल्दैन। अनि त्यसपछि के हुन्छ, बैंकले लिलाम गरिदिन्छ, सिज गरिदिन्छ होइन। अनि त्यो मान्छे के हो, सुकुम्बासी हो। यो खालको अवस्था त भइरहेको छ त। त्यसले गर्दाखेरि मुलुकलाई समृद्ध बनाउने होइन, व्यक्ति समृद्ध बन्ने भन्ने थ्योरीमा चाहिँ गणतन्त्रवादीहरू गएको देखियो। त्यसले गर्दाखेरि यो समस्या आयो। बनाउनु पर्थ्यो देशलाई, बने नेता, बने व्यक्ति। अब हाम्रो पैसा जति सबै विदेश गयो भनिन्छ। अब अहिले देशमा चाहिँ पैसा छैन, भएको पैसा र ब्याङ्कले खिचेर राखेको छ, ब्याङ्कले पनि लगानी गर्न सक्दैन। भोलि गएर के भने सबै नै डुब्ने अवस्था आइसक्यो। त्यसले गर्दाखेरि हामी निकै नै संवेदनशील सोचनीय घडीमा आइपुग्यौँ कि यही तालले हुनु त साइन्सले के भन्छ, विज्ञानले के भन्छ भन्दाखेरि नो डिस्ट्रोय नो डेभलपमेन्ट होइन। एकचोटि यो भएको चिज चाहिँ सबै डिस्ट्रोय भएपछि मात्रै नयाँ विकास हुन्छ भन्ने सिद्धान्त थ्योरी पनि अब हामीले अवलम्बन गर्नुपर्ने अवस्था देख्दैछु म चाहिँ। किनभनेदेखि एउटा पुरानो पुल भाँचिएर गयो भने मात्रै नयाँ पुल बन्छ नि त होइन। भने जस्तै यदि त्यस्तो हो भने त्यो पनि ठिक छ। अहिलेको व्यवस्थामा करप्सन गर्दै जाउँ होइन, भ्रष्टाचार गर्दै जाउँ, सिद्ध्याउँदै जाउँ होइन, कम्ती यसले एउटा निकास त ल्याउला नि त भोलिको दिनमा। तर यस्तो निकास निस्किने नाममा राज संस्था आएर फेरि पनि अब राज संस्थाले पनि 250 वर्ष नेपाली जनतालाई के दिए त होइन, त्यसको पनि त जगजाहारै छ नि त। ठिक छ, राज संस्था आओस्, हाम्रो भन्नु केही छैन होइन। राज संस्था आए पनि हामीले भोगौँला, हिजो भोगेकै हो, फेरि पनि भोगौँला। तर राज संस्था आओस् न, तर हामी जनताको लागि चाहिँ हामी जनतामा केन्द्रित छौँ, मुलुकको लागि, देशको लागि केन्द्रित छौँ। देश र जनताले चाहिँ पाउने के, यो चाहिँ चाहियो। हामी यो लोड सेडिङको कुरामा आइरहेको थियौँ प्राज्ञज्यू। जसरी आज मन्त्रीको लेभलबाट, मन्त्रीको हैसियतबाट बोल्ने चाहिँ बोलिरहेको छैन दीपक खड्काजीले भनेर चाहिँ कुरा आइरहँदाखेरि हामीलाई पनि त्यो महसुस भएको होइन। एउटा मन्त्री भनेको चाहिँ एउटा विभागीय, एउटा गार्जियन त सारा नेपाली ऊर्जा क्षेत्रको चाहिँ एउटा अभिभावक हो होइन, घरको मुली भनौँ न होइन। एउटा घरमा बाउले मुली भए जस्तै ऊ एउटा गार्जन हो। गार्जनले आफ्ना छोराछोरी, आफ्नो चाहिँ सबै इष्टमित्रहरूलाई भन्नु सक्नु पर्थ्यो नातिनु होइन भनेर प्रोत्साहन गर्नुपर्ने, तर उल्टे हतोत्साही बनाइरहेको छ। उनले बरु के गर्न सक्थे भन्दाखेरि भारतबाट बिजुली रोकियो अरे, त्यो पनि धेरै शङ्का गरेको छ। मन्त्रीकै पहलमा कता चाहिँ टिकटम गरेर कुलमालाई फेल खुवाउनको निम्ति चाहिँ भारतको बिजुली रोक्यो कि भन्ने पनि धेरै शङ्का गरेको छ। तर यो त हो कि होइन होइन, उनीहरूले जानुन्। तर के भन्छ भने ल कथन कदा चाहिँ अथवा भारतबाट बिजुली रोकियो अरे, भारतबाट बिजुली रोकिसके पछाडि यहाँ भएका अधुरा, क्षति पुगेका होइन, नचलेका हाइड्रोहरू चलाउने कोसिस गर्ने, काम सकेको छैन छिटो छिटो सक्ने प्रयास गर्ने होइन। 1 महिना 2 महिना 3 महिनामा त केही सकिएला होइन। केही चाहिँ चाहिने त्यो अस्ति तपाईँको बाढीले क्षति पुगेको होला, त्यसलाई चाहिँ मर्मत सम्मार पुग्ला। मर्मत सम्मार गरेर हुन्छ कि के गरेर हुन्छ कि
विद्युत पुर्याउने अथवा विद्युतको जोहो गर्ने त्यो लाग्नु छाडेर कुलमानको खुट्टा बान्नतिर लागिरहेको छ। यो त पटक्कै नसुने कुरो भन्छन् क्या। अब म चाहिँ ऊर्जा मन्त्री भइदिएको भए यतिखेर जनतालाई के भन्थे भने यदि तपाईँको घरमा 1 सेकेन्ड लोड सेटिङ भएको मलाई सूचना दिनुहोस्, त्यो कहाँबाट के हो तुरुन्त छानबिन गरेर त्यसलाई चाहिँ म फाँसीको सजाय दिन्छु। जनतालाई 1 सेकेन्ड पनि लोड सेटिङ हुन दिन्न भन्थे म। यदि म पर्यटन मन्त्री भइदिएको भए देशको कुनै पनि जहाज 1 हप्ता पनि म ग्राउन्डेड गर्दिनँ। यो जहाजलाई कन्टिन्यू चलाएर यसबाट आर्थिक समृद्धि म ल्याउँछु भन्थे म। यदि म शिक्षा मन्त्री भइदिएको भए 12 क्लाससम्म हाम्रा विद्यार्थीहरूले अब निःशुल्क पढ्न पाउनेछन्, त्यसको ग्यारेन्टी म गर्छु भनेर मैले भन्थे। यदि म कृषि मन्त्री भइदिएको भए देशका किसानहरूले अब मल र बिउको अभावले छटपटिनु पर्दैन, त्यसको ग्यारेन्टी म लिन्छु भन्थे म। यदि म स्वास्थ्य मन्त्री भइदिएको भए कम्तीमा पनि अबको हाम्रा नागरिकहरूले दबाई किन्ने पैसा नभएर दबाई खान नपाएर मर्नुपर्ने दिनको म अन्त्य गरिदिन्छु भन्थे म। तर त्यस्तो भन्ने मान्छे खोजेको हो नि त जनताले त। हामीले त त्यस्तो नेता खोजेको हो नि त, त्यस्तो मन्त्री खोजेको हो नि त। खोइ पायौँ? कहाँ छ त्यसो भन्ने? कुनै मन्त्रीले भनेको छ? कुनै शिक्षा मन्त्रीले भन्यो कि म निःशुल्क पढाइदिन्छु अब हाम्रो विद्यार्थीहरूलाई? होइन। कुनै कृषि मन्त्री आए होइन कि जसले चाहिँ नि अब कुनै पनि हालतमा जनताले बिउ मलको अभाव झेल्नु पर्दैन। यदि 1 सेकेन्ड मल बिउको अभाव भयो भनेदेखि म पदबाट राजीनामा दिन्छु। कसैले भन्छन् यहाँ, कसैले भने, तर जनताले खोजेको त त्यस्तो नेता हो नि त। त्यस्तो नेता खोजेका थिए ऊर्जा मन्त्री जसले चाहिँ 1 सेकेन्ड तपाईँको उद्योगमा कल कारखानामा 1 सेकेन्ड लोड सेटिङ भयो भने त्यसबाट हामीलाई चाहिँ करोडौँको क्षति हुन्छ देशको समृद्धिको लागि। त्यो हुन दिन्न। यदि 1 सेकेन्ड लोड सेटिङ भयो भनेदेखि म तुरुन्त पदबाट राजीनामा दिन्छु। त्यस्तो मन्त्री खोजेको थियो नि त नेपाली जनताले त। खोइ त, तर खोइ भएन। खोइ त उहाँले उल्टै तपाईँको बक्यौता जुन ठुल्ठुलो उद्योगले चलाएको अथवा बाँकी रहेका बक्यौता उठाउनुमा पनि विभिन्न समस्या ल्याइदिने, समस्या बनाइदिने, होइन तपाईँको काम गर्ने वातावरण नबनाउने, उहाँले जनतामा भ्रम छर्ने। विद्युत प्राधिकरण के कस्तो अवस्था थियो भनेर हिजोको दिनमा जनतालाई साराले जाहेर छ तपाईँको 18-20 घन्टासम्म लोड सेटिङ हुन्थ्यो। हो, यो खालको नीति निर्माता मन्त्रीहरू जनताले नपाएपछि अनि राज संस्था सलबलाउँदैन? भएको यही हो। हामीले खोजेको चाहिँ हाम्रा मन्त्रीहरू, प्रधानमन्त्रीहरू भनेको जनताप्रति जिम्मेवार, नागरिकप्रति र मुलुकप्रति वफादार, राष्ट्रवादी र हरेक जनताको दुःख सुखका साथी खोजेको हो नि त जनताले त। हो, त्यो नभएपछि राज संस्था सलबलाएको होइन। त्यही त मैले भन्दैछ हिजोको दिन विद्युत प्राधिकरण कुन अवस्थामा थियो भन्दाखेरि 18-20 घन्टासम्म लोड सेडिङ हामीले भोगेका हौँ। तपाईँको मोबाइल चार्ज गर्न पाइँदैन थियो, होइन इन्भर्टर किन्नु पर्थ्यो, बाल्नु पर्थ्यो, होइन कसको घरमा सोलर छ, मेरो 10 मिनट फोन चार्ज गर्दै गर्दै भन्ने अवस्था थियो। आज निर्धक्कका साथ फोन चलाउन पाउँछौँ हामीले। हामी पत्रकारहरूले तपाईँको निर्धक्कका साथ कम्प्युटर खोलेर काम गर्न पाएका छौँ, होइन। हिजोको दिन अर्बौँ खर्बौँ चाहिँ घाटामा रहेको प्राधिकरण आज चाहिँ अर्बौँ खर्बौँ नाफामा गएको छ, होइन। अनि मन्त्रीले उल्टे भ्रम छर्ने होइन। अब यो कुरा अब मैले अघि पनि भने अन्तिम अवसर मौका छ। दीपक खड्का हाम्रो मन्त्रीजी हुनुहुन्छ, आदरणीय मन्त्रीज्यू, हामी उहाँको मुखबाट यति एउटा मात्रै शब्द सुन्न चाहन्छौँ कि अब देशमा 1 मिनट पनि लोड सेटिङ हुने छैन। यदि त्यो लोड सेटिङ भयो भने म पदबाट तुरुन्त राजीनामा दिन्छु। अब उहाँलाई यसो भन्ने अन्तिम मौका छ। म आशा गर्छु उहाँले यसो भनिदिनुहोस्, जहाँ कुलमानको महत्त्व घटोस् बरु, होइन मन्त्रीज्यूको महत्त्व बढोस्। यहाँ त कुलमानज्यूको चाहिँ महत्त्व बढाएको छ, मन्त्रीज्यूको चाहिँ महत्त्व घटाएको छ। किनभने उहाँले जुन गैर जिम्मेवार ढङ्गले अभिव्यक्ति दिनुभएको छ, हाम्रो अपेक्षा त्यो थिएन। हामी अझै पनि अपेक्षा त्यो गर्दैनौँ। त्यसले गर्दाखेरि हाम्रो अझै पनि अपेक्षा यो छ कि मन्त्रीज्यू तपाईँले कम्तीमा पनि नैतिकताको आधारमा, होइन 1 मिनट देशमा लोड सेटिङ भयो भने म राजीनामा दिन्छु भन्ने हिम्मत गरिदिनुहोस्। बस हामी जनताले गणतन्त्रलाई स्याल्युट होइन। आज मन्त्रीजीको यो मन्त्री हुने हैसियत योग्यता थियो कि थिएन जनताले प्रश्न उठाइराखेका छन् सर। हो
त्यही भएर होइन अब यो जनताले यो प्रश्न उठाउनु स्वाभाविक हो होइन तर मन्त्री कसरी हुन्छन् यो देशमा कसरी राजनीतिक नियुक्ति पाइन्छ भन्ने कुरा त जगजाहेरै छ त्यसले गर्दाखेरि एउटा सुशासनको लागि असल व्यवस्था सञ्चालन गर्ने एउटा योग्य मानिसहरू होइन राइट म्यान राइट प्लेस नहुँदाखेरिको यो अवस्था हो नि त राइट म्यान राइट प्लेस चाहिँ कसरी भएन त भन्ने कुरा नै आजको सबैभन्दा ठुलो समस्या हो होइन आजको हाम्रो ठुलो रहस्य नै त्यही हो कि जनताले बुझ्न नसकेको के राम्रा चाहिँ मानिसहरू त्यहाँ मन्त्री हुन सक्दैनन् त भन्ने कुरा नै जनताले आज सोधिरहेको प्रश्नहरू हो तर मन्त्री कसरी हुन्छ कसरी मन्त्री बनाइन्छ भन्ने कुरा त अब यो जगजाहेरै छ तर कुलमान घिसिङ जस्ता हर्क सर्पाङ जस्ता बालेन शाह जस्ता महावीर पुन जस्तालाई सहयोग नगर्नु असहयोग गर्नु उहाँहरूको खेदो खन्नु यो कारणले पनि राजावादीको माहौल बढ्यो भन्छन् होइन महावीर पुनले तपाईँको यहाँनिर चाहिँ इनोभेसन गर्छु केही कारखाना खोल्छु भन्दाखेरि 1 रुपियाँ सहयोग दिँदैन तर यहाँनिर लाखौँ लाख भ्रष्टाचार हुन्छ होइन उत्पादन नहुने ठाउँमा लगानी हुन्छ भ्युटार अर्बौँ अर्बौँको बन्छ तर भ्युटार बनेपछि के चाहिँ त्यसको राज्यले पाए त कति राजस्व आयो भनेर सोधिराखेका छन् तर आज महावीर पुन जस्ताले देशमा एउटा इनोभेसन गर्छु भन्दाखेरि आफ्नो किताब लेखेर बेच्नुपर्छ पश्चिमदेखि पूर्व हिँड्दै हिँड्दै पुग्नुपर्छ हर्क सम्पर्कले विकास गर्छु उद्योग कल कारखाना खोल्छु भन्दाखेरि उनलाई चाहिँ विभिन्न चाहिँ कानुनको धारा उपधारा झिकेर अवरोध गरिन्छ होइन स्टे अर्डर ल्याइन्छ यो कारणले पनि आज राजावादीहरूले शिर ठाडो पाएर हिँडेका हुन् भन्छन् के तपाईँ यो लाग्छ ए होइन हो नै त्यही हो किनभने अस्ति मैले एउटा न्युज पढेको थिएँ कि जहाज नेपालको जहाज ग्राउन्डेड हुँदाखेरि दिनको 2 करोड नोक्सान छ अरे देशलाई त्यो 2 करोड नोक्सान कहाँबाट पूर्ति भइरहेछ भन्दाखेरि जनताकै ट्याक्सबाट पूर्ति भइरहेछ नि त तर महावीर पुन जस्तो एउटा वैज्ञानिक जसले आविष्कार केन्द्र खोलेर चाहिँ देशमा राम्रो काम गर्छु भन्नेलाई 1 करोड बजेट छुट्याउन सक्दैन सरकार तर दिनको 2 करोड नोक्सानी बेहोरेर बस्छ सरकार होइन अब यस्तो त धेरैतिरको उदाहरण छ अब यहाँनिर त्यो भनिसाध्यै छैन यही अकर्मण्यताको कारणले राज संस्थाको शिर ठाडो भयो गणतन्त्रवादीहरूको शिर यहाँनिर बिना कामको कर्मचारी आज यहाँ लाखौँ छन् होइन जो चाहिँ दिनभरि घाम तापेर बस्छन् होइन विभिन्न निकाय निस्किएर छ नि ती निष्क्रिय निकायहरूमा विभागहरूमा चाहिँ आज कर्मचारीहरू घाम थापेर बस्छन् तलबत्ता खान्छन् त्यस्ता कर्मचारी किन विदाय गर्न सकेको होइन यहाँ चाहिँ आवश्यकताभन्दा बढी कर्मचारी छन् यहाँनिर सबै ठालु पल्टेका छन् काम गर्ने तल तल छन् होइन माथि तर्फ हाकिम पल्टिने ठालु पल्टिने तल भत्ता खाने यस्ता धेरै छन् यस्तालाई किन छाटका गर्न नसकेको यो कारणले पनि भएको आज देशले तपाईँको कर्मचारी तलब खुवाउन नसक्ने अवस्था आइसक्यो भने अस्ति अर्थमन्त्रीले चाहिँ भन्दै हुनुहुन्थ्यो होइन आज कर्मचारीलाई तलब खुवाउन नसकेर देशले आज अर्थतन्त्र नभ्याउने अवस्था भइसक्यो संघीयता नधान्ने भइसक्यो भन्ने अर्थमन्त्रीले भन्नुभयो यो उहाँको भनेको आशयले हामी के बुझ्न सकिन्छ भन्दाखेरि आज देश चाहिँ अर्थतन्त्र धराएसी भएछ भन्ने बुझ्यो नि त होइन अब यति साह्रो हामी हतोत्साही चाहिँ भइहाल्नु हुँदैन देशमा अर्थतन्त्र नै कोल्याप्स हुन लाग्यो भन्ने खालकै अवस्थामा चाहिँ किन पुग्नु हुँदैन भने अमेरिकाको एउटा उदाहरण लिए पुग्छ अमेरिका जति शक्तिशाली हो ऊ आफै पनि ऋणमा छ तर डोनाल्ड ट्रम्प आउने बित्तिकै के गर्यो भन्दाखेरि झन्डै 10,000 कर्मचारी कटौती गरियो अनावश्यक कर्मचारी 10,000 कटौती गरियो र देशलाई पुँजीकरण गर्नका लागि अरू बढी समृद्धिको लागि अर्थतन्त्रको निर्माण सुदृढीकरणको लागि एलन मस्कसँग मिलेर उहाँहरूले चाहिँ ठुलो प्रोजेक्टहरू योजनाहरू परिचालन गरिरहनु भएको छ वर्ल्डलाई विश्वलाई दिएका कति अनुदानहरू कति पैसाहरू उहाँले रोकेर त्यो पैसा राष्ट्रियकरण गरिरहनु भएको छ यसबाट के बुझिन्छ भनेदेखिलाई हामीले केही पाठ त त्यहाँबाट पनि हामीले सिक्नु जरुरी देख्छु म कि अहिले हामी जुन धराशय
अवस्थामा पुगेका छौँ होइन। यसलाई रिकभर गर्न सकिन्छ अझै पनि। जस्तो हामीसँग भएका अनावश्यक सङ्घ संस्थाहरू छ, सरकारी निकायमा गाडी चढेर हिँडिरहेका होइन, धेरै निकममा संस्थाहरू हामीले देखिरहेका छौँ होइन। धेरै कर्मचारीहरू घाम तापेर बसिरहनु भएको छ होइन, धेरै कर्मचारीले कामै पाएको छैन टेबलमा। भनेपछि ती कर्मचारीहरूलाई हामी बिदाई गरेर भए पनि देशको अर्थतन्त्रलाई सबलीकरण गर्न सक्छौँ। अब ऋण त हामी खोजौँला, तर ऋण तिर्न सक्ने अवस्थामा पनि हामी पुर्याउन सक्छौँ देशलाई। त्यो ऋण ठुलो कुरो होइन, 26-27 खर्ब ऋण ठुलो कुरो होइन, ऋण तिर्न सक्छौँ हामी। तर त्यसको लागि हामीसँग प्रतिबद्धता हुनु पर्यो, एउटा राष्ट्रवादी सोच हुनु पर्यो, चिन्तन हुनु पर्यो र हामी सबैलाई मिलाएर लान सक्ने। खास गरेर देशमा आउने कुनै पनि किसिमका द्वन्द्वहरू, कुनै असन्तुष्टिहरूलाई हामी सम्बोधन गर्दै गर्दै गयौँ भनेदेखि यो ठुलो कुरो होइन। यदि म प्रधानमन्त्री भइदिएको भए 27 खर्ब रुपियाँ म 6 महिनामा तिर्दिन्छु। त्यो प्लानिङ हुनु पर्यो नि त, भिजन हुनु पर्यो नि त होइन। मुलुकमा पैसा जति पनि छ, जति पनि छ हामीसँग पैसा, तर त्यो पैसा कहाँ छ के छ त्यो कुरा चाहिँ सरकारलाई पनि थाहा छ। खास भने त्यसलाई सही सदुपयोग गर्न सक्ने प्लानिङ, भिजन, मिसन हुनु पर्यो नि त। त्यसले त्यो चाहिँ त्यसप्रति चाहिँ संवेदनशील देखिँदैन। त्यो कारणले गर्दा नै राज संस्थाको टाउको शिर ठाडो हुँदै गएको हो र गणतन्त्रवादीको शिर निहुरिँदै गएको हो। तर अझै पनि अन्तिम मौका छ है। म भन्छु अझै पनि निराशा होइन, हतोत्साही हुनु हुँदैन। अझै पनि हामी देशलाई सम्पन्न बनाउने, समृद्ध बनाउने हो। ठिकै छ, भोलि राज संस्था आयो भने पनि ठिक छ होइन। मुलुकको लागि राम्रो गर्छ भनेदेखि राज संस्थाको जय जयकार गरौँला, राजाको जय जयकार गरौँला। तर हिजोको दिनमा राजाको पनि त हामीले देखा हो नि त। यो राजा आएर देशलाई साँच्चै कायापलट गरिदिन्छ त्यो पनि खासै आशा हामी गर्न सक्दैनौँ। त यति हो, खालि एउटा व्यवस्था आयो, त्यो विस्थापित भयो, अर्को आयो, सबैको काम के हो भन्दाखेरि आउने, खाने, लुट्ने, त्यही हो भनेदेखि त हामीले के हर्ष न विस्मत होइन। त्यो अवस्था चाहिँ नहोस्। हामी चाहन्छौँ जनताहरू जस्तो अमेरिकाले ग्रिन कार्ड होल्डरहरूलाई पनि अब चाहिँ डिपोर्ट गर्ने रे होइन हो। यो चाहिँ हुनु जरुरी छ। जस्तो विदेशमा भएका हाम्रा सबै नेपालीहरूलाई नेपालै फर्किने अवस्था निर्माण हामीले गर्नु पर्यो क्या। अब यहाँ कम्ती उनीहरू आउँदाखेरि यहाँ पैसा लिएर आउँछन्, त्यो पैसालाई कहाँ व्यवस्थापन गर्ने, त्यसको हामीसँग प्लानिङ हुनु पर्यो क्या। भोलि अमेरिकाले हाम्रो चाहिँ 10-12 हजार नेपालीहरूलाई चाहिँ ग्रिन कार्ड होल्डरहरूलाई नेपाल फर्काइदिए, उनीहरूसँग त पैसा पनि आउँछ नि त, करोड करोड अर्बौँ पैसा आउँछ नि त। त्यो पैसालाई कहाँ व्यवस्थापन गर्ने, त्यसको प्लानिङ खोइ त हाम्रो हो। त्यतातिर चाहिँ हामी लाग्नुपर्छ। देशलाई समृद्ध बनाउने, नागरिकलाई आश्वस्त बनाउने, नागरिकहरूको जीवनस्तर उठाउने खालको प्रोग्रामहरू बनाउनुपर्छ हामीले। त्यो खालको चाहिँ हामीले सरकार, त्यो खालको गणतन्त्र, त्यो खालको व्यवस्थाको हामीले परिकल्पना गरे हो होइन। अब निराशा जहीँ तहीँ चरम। अहिले एउटा व्यवसाय गरेर व्यवसायी उहाँले झुन्नेर मर्नुपर्ने अवस्था छ। बैङ्कको लोन तिर्न सकेर उहाँ 3 पुस्ते निकालेर अनुहार देखाइसक्नु छैन व्यवसायीहरूको होइन। एउटा सानोतिनो काम केही गरौँ भने पनि वातावरण छैन भनेपछि त्यो चरम निराशामा जनताहरू अगाडि बढेको छ। त्यो चरम निराशालाई रोक्ने प्लानिङ चाहिँ तत्काल गर्नु पर्यो। त्यो अन्तिम मौका फेरि गणतन्त्रवादीहरूलाई छ, हाम्रा नेताहरूलाई छ, फेरि अन्तिम मौका छ। सर, म बिल्कुल अन्तिममा आइसकेँ। तपाईँ एक साङ्गीतिक क्षेत्रको वरिष्ठ सङ्गीतकार हुनुहुन्छ। यहाँले करिब 4-5 दशक 4 दशक भकेर है सङ्गीत बिताउनु, 4 दशक सङ्गीत बिताउनु भयो। अलिकति अन्तिममा बिट मार्नलाई मात्रै मैले सङ्गीतको कुराकानी गरेँ। हजुर, के छ नयाँ सृजना के छ अहिले? खास गरेर गीत सङ्गीत हामीले गरिरहेका छौँ, तर माहौल त्यस्तो खालको छैन। जनताले अलिक बढी इन्टरटेनिङ खालको गीत सङ्गीतहरू रुचाइरहेका छन्, किनभने जनतामा एन्जाइटी छ अहिले। म आफै पनि म आफै पनि डिप्रेसन र एन्जाइटी टाइपकोमा पुगिसकेको छु, किनभने सबै हेऱ्यो, माहौल हेऱ्यो, न्युज पढ्यो, उहाँको कुरा सुन्यो, पुरै अहिले नै हाम फालौँ जस्तो, अहिले नै सुसाइड हानु जस्तो। देशको यही विषम परिस्थितिको कारण होला सायद अहिले मेलोडियस गीतहरू होइन, सुगम सङ्गीतहरू सुन्दैन, दुर्गेश थापाको गीतहरू सुनिन्छ होइन। त्यसले गर्दा मान्छे इन्जोय गर्न चाहन्छ, रमाउन चाहन्छ एकदम। जस्तो अहिले कमेडी प्रोग्रामहरू धेरै चलिरहेको छ होइन, कमेडी प्रोग्रामहरू चलिरहेको छ। अनि इन्टरटेनिङ चाहिँ अब गीतै त नभनौँ, ती अब इन्टरटेनिङ म्याटरहरू होइन। दुर्गेश थापाको इन्टरटेनिङ म्याटर हो त्यो। अब त्यो गीत सङ्गीत भनेको त अब होइन अर्कै
अर्कै खालको हुन्छ फेरि गीत सङ्गीत भनेको चाहिँ त्यहाँ सिर्जना हुन्छ, त्यहाँ काव्य हुन्छ, त्यहाँ भाव हुन्छ, त्यहाँ धेरै गहन चिजहरू हुन्छ होइन, ज्ञात्मकता हुन्छ, लयात्मकता हुन्छ, धेरै कुरा हुन्छ एउटा गीतमा चाहिँ। त्यो गीत जो हामी भन्छौँ नि यो गीत त्यो गीत भन्छौँ नि, त्यस्तो होइन। गीत भनेको चाहिँ त्यो भित्र धेरै कुराहरू हुन्छ गीत हुनको लागि, त्यो तत्त्व छ, तत्त्व चाहिन्छ। अब तर अब त्यो तत्त्वतिर अहिले हामी जान चाहँदैनौँ, किनभने हामीलाई अहिले त्यो तत्त्वमा डुबेर भावपूर्ण हुनु छैन। हामीलाई अहिले चाहिँ हाँस्नु पऱ्यो क्या, एकदम रमाउनु पऱ्यो क्या, नाच्नु पऱ्यो क्या एकदम, आहो नत्र त फालाने सुसाइड गर्ने अवस्था आइसक्यो। त्यसले गर्दाखेरि दुर्गेश थापाको अहिले ठुलो योगदान छ। अहिले कमेडी क्लबहरू हेर्छु म, च्याम्पियन के भन्ने, उनीहरूले एकदमै योगदान दिइरहेको छ नेपाली जनता अलिकति बाँच्नको लागि, थोरै भए पनि प्रेरित गरिरहेको छ उहाँहरूलाई चाहिँ नि। अब यो खालको कन्टेन्टहरू चाहिँ अब चलिरहेको पनि छ, चलाउनु पनि पर्छ अहिले, किनभने हाम्रो सिचुएसन यस्तो खालको छ। खालि निराशा फ्रस्ट्रेसन जन्ने म्याटरहरू भन्दा यतातिर पनि हामी अलिक मोटिभेट हुनुपर्छ जस्तो मलाई लाग्छ। त्यसले गर्दा गीत सङ्गीत अलिकति अहिले कम नै छ, राम्रा सिर्जनाहरू अलिकति कम नै छ। अब भए पनि त्यो चिजलाई अहिले जनताहरूले खास गरेर रुचाइ हाल्ने अवस्थामा छैन। जनताकै मनस्थिति डाइभर्ट गर्नुपर्ने अवस्था छ क्या। त्यो निराशा, त्यो भाव होइन, भाव विह्वलपन, आफ्नो आर्थिक अवस्था, आफ्नो यो सामाजिक अवस्था हेर्दाखेरि चाहिँ अब अलिकति इन्टरटेनिङ नै चाहिने अवस्था छ। अच्छा, हुन्छ प्राज्ञज्यू, यहाँले समय दिनुभयो, आफ्नो कुरा राखिदिनु भयो, यहाँलाई धेरै धन्यवाद। थ्याङ्क यू सो मच।